हेलो साथीहरू, बिर्सिनु भएको छैन होला नि मलाई। म सुनिता गुरुङ। आज चाहिँ फेरि नयाँ भिडियो बनाउँदैछु। किन भन्दाखेरि चाहिँ आज चाहिँ कुछ स्पेसल दिन हो। आज चाहिँ मेरो छोरीको बर्थडे। म टाढो भए पनि मेरो छोरीलाई यहीँबाटै ह्याप्पी बर्थडे मेरो छोरी, मे गड ब्लेस यु अलवेज भन्न चाहन्छु होइन। अन्त म चाहिँ भर्खर उठेको साथीहरू होइन। अन्त भिडियो अब नानी उता छ, म यता छु, तपाईँहरूलाई थाहा छँदैछ म कता छु भनेर होइन। अन्त अब के भिडियो बनाउँछु के छ भनेर चाहिँ तपाईँहरूले देख्नुहुन्छ, किनकि मैले लास्ट इयर चाहिँ भिडियो पोस्ट गरेको थिइनँ। नानीको भिडियो बनाएको थिएँ मैले। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। मेरो नानीको लागि मैले के बर्थडे गिफ्ट दिएछु, नानीको बर्थडे लास्ट इयर हामीले कसरी मनाएछ त्यो सबै हेर्नुहोस् होला। यो भिडियोमा टु बी कन्टिन्यू गर्छु होइन। हजुरहरू सबै ठिक हुनुहुन्छ र मेरो नानीलाई पनि कमेन्ट बक्समा ह्याप्पी बर्थडे लेखिदिनु नभुल्नुहोस् होला। धेर सारा आशीर्वाद दिनु नभुलिनुहोस् होला। म चाहिँ यस्तै छु, म चाहिँ नानीदेखि टाढो छु, तर पनि भिडियोलाई कन्टिन्यू गर्दैछु, हेर्नुहोस् है साथीहरू। यहाँ चाहिँ मैले मेरो छोरीलाई चेन बर्थडे गिफ्ट गरेको थिएँ होइन। नानी चाहिँ नाप्दैछ हो। अन्त उसले अस्ति पहिला नै भनेको थिएँ नि त, मम्मा म गोल्डको चेन लाउँछु भनेर। अनि चाहिँ टाढै बसेर भए पनि नानीको इच्छा चाहिँ पुरा गर्दैछु है। अब आमाको माया भनेको कस्तो हुन्छ हजुरहरूलाई थाहा छँदैछ हो। अन्त खुसी लाग्यो है, नानीले भनेको कुराहरू पनि पुरा गर्नुसक्छ। अब यस्तो नि नानीहरूलाई खास अब बनाउनुहुन्छ हुँदैन थाहा छैन, तर अहिलेदेखि नै सानो जोड्दैछ भने चाहिँ नानीको लागि नै हुन्छ भनेर, त्यही भएर आफ्टर लङ टाइम म आएको छु। आज चाहिँ कुछ स्पेसल डे हो होइन। आज चाहिँ मेरो छोरीको बर्थडे हो। हजुर सबैजना ह्याप्पी बर्थडे भनेर कमेन्ट गरिदिनुहोस् होला। ह्याप्पी बर्थडे मेरो चिनु। यो चाहिँ एप्पलले दिनुभएको गिफ्ट अरे उसको। ओपन गर्नु नि अब गिफ्ट ओपन गर्ने रहेछ, के रहेछ हेर्नु साथीहरू। I don't know. यस्तो पनि छ त है। Are you excited? Yes. How much? So much. Got it? What you got? You got two? Yes. What was that? Barbie doll. Barbie doll. You like it? यहाँनिर बत्ती बालेर पनि पूजा गर्दैछ। गाड्नुहोस् उतामा उसमा। बर्थडे कस्तो लाग्दैछ तिमीलाई? दामी पर्दैछ। नमस्ते हजुरहरूलाई तपाईँहरूले हाम्रो सानो भिडियोलाई सपोर्ट गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू गाइस। हेलो साथीहरू, आज बर्थडे चाहिँ लाइक आफ्टरनुन भइसकेको छ क्या। बिहान चाहिँ घरमै पूजाहरू गरेर नानीले, अन्त खानाहरू खाएर चाहिँ अलिअलि बिहान ब्रेकफास्ट गरेको थियो। अनि चाहिँ अब चाहिँ आमा छोरी चाहिँ निस्केको, बेलुका चाहिँ घरमै केक काट्ने। अन्त दिदीको नानी आएको छ नि त सानो। कुन चाहिँ खोल्दै गर्दा हुन्छ होइन? बाई बाई इन्सो बाबा कति बाबा भन्छ बाई बाई। अन्त हामी चाहिँ निस्केको अब चाहिँ होइन। ल साथीहरू, आज चाहिँ हाम्रो बर्थडे पार्टी कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु। बर्थडेको चाहिँ अगाडि हिँड्दैछ, अघि रेडी गरिदिएको बाङबुङ बनाइसकेको छ होइन। केही छैन, केटाकेटी हो। अब यो पालिको बर्थडेमा सँगै छ, अर्को पालिको बर्थडेमा छोरीसँग हुन्छु कि हुँदिनँ। स्टे ट्युन गाइस, के हुँदैछ, मैले के प्लानिङ गर्दैछु त्यो बादमा म भन्दै जान्छु होइन। अहिले चाहिँ धेरै दिन बादमा आएको छु, धेरै महिनै भन्दा पनि हुन्छ ल। किनभने चाहिँ
म पनि बिमारी भइरहेको थिएँ अन्त त्यस्तै आफ्नै पर्सनल कामहरू थियो त्यसले गर्दा अलिक कन्टिन्यू गर्नु सकेको थिइनँ बर्थडे गर्ल चाहिँ यहाँ हिँड्दैछ हो उसको पछाडिको लुगा पनि देखेछ यत्रो डरलाग्दो गाउन लगाइरहेको छ सबै मैला सोहोर्छ अहिले तपाईँहरूलाई देखाउँछु पर पुगेर ल है साथीभाइहरू हामी चाहिँ हिँड्यौँ अब गान्तोकतर्फ एकछिन होइन त्यहाँबाट चाहिँ भोलि पर्सितिर नानीहरू पनि उता माउलो जान्छ होला म चाहिँ यतै बस्नुपर्ने हुन्छ मेरो चाहिँ अघि नै भनिहालेँ तपाईँहरूलाई मेरो एक दुईवटा पर्सनल काम चल्दैछ त्यो काम सक्सेस भएछ भने हजुरहरूलाई म डेफिनेटली नै अपडेट गराउँदै गर्छु होइन प्लानिङ चाहिँ 2025मा धेरै ठुलो हुँदैछ हेरौँ माथिबाट मलाई कतिको ब्लेसिङ दिनु हुँदैछ अब यो 25को उहिले याद पाउँछ होइन ठिकै छ खुसी नै छु हजुरलाई देखाउँछ है साथीहरू आजको दिन चाहिँ यस्तो सनी छ अहिलेको रुगा मार्क यस्तो साह्रो छ साथीहरू हजुरहरू पनि आफ्नो ख्याल गर्नु होला ए आजको दिन चाहिँ इट्स भेरी सनी मेरो छोरी चाहिँ अगाडि हिँड्नुहुँदैछ होइन ला म चाहिँ के गर्यो केही गरेको छैन उसको बोजूले अस्ति पठाइदिनु भएको जुत्ता लाउनु भएको छ होइन उसलाई अब आज बर्थडे हो केटाकेटी नै छ प्रिन्सेस ट्रिटमेन्ट गर्नै पर्यो के गर्नु साथीहरू मेरो मात्रै नानी यस्तो हो कि हजुरहरूको पनि यस्तै हुन्छ कमेन्टमा भन्नुहोस् है साथीहरू अब आफूले जति दुःख जे गरे पनि केटाकेटीकै लागि त हो उनीहरूको खुसीको लागि नै सबै कुरा हो कुखुराहरूले त आफ्नो फ्यामिली यसरी जोगाएर लान्छ हामी त मान्छे हो है ल साथीहरू गाडीमा पनि पुगिसक्यौँ हामी चाहिँ आमा छोरी होइन ऊ मेरो छोरी बदमास गर्नुमा बिजी छ अब चाहिँ कस्तो हुन्छ मेरो भ्लग स्टे ट्युन गाइस मेरो छोरी त कस्तो कालो देख्दैछ आज त मैले त गोरी घाममा बसेर रहेछ मेरो छोरी टेरेसमा बस्यो नि यत्रो बेरसम्म त्यही भएर साथीहरू डोन्ट माइन्ड उनीहरू जति ठुलो हुँदै जान्छ आज मैले कानको पनि लाइन होइन त्यति नै उनीहरूको आफ्नो ओरिजिनल रङ आउँछ अरे अनुहारमा साथीहरू मेरो भ्लग कस्तो लाग्दैछ स्किप नगरी हेरिदिनुहोस् होला आज चाहिँ मेरो छोरीको बर्थडेको भ्लग हो होइन के गर्छु कस्तो गर्छ देखाउँछ है ल साथीभाइहरू म चाहिँ आइसकिसकेँ होइन गाडी चाहिँ चेन्ज गरिसक्यो होइन मैले चाहिँ गाडी राखेर अहिले चाहिँ म दादा भेनाहरूसँग छु होइन अब चाहिँ हामी गएको एक जग्गा बर्थडे सेलिब्रेट गर्नु गएको अरे बर्थडे सेलिब्रेट त होइन केटाकेटीले रहर गरेको होइन अन्त त्यही भएर यहाँनिर चाहिँ गाडीमा को छ देखाउँछु त म तपाईँहरूलाई यहाँ चाहिँ यसरी बसेको छ है नअटेर बेसी साली मोटो भएर भेना नअटेको हेलो दिदी हेलो गाइस यहाँ मेरो हेलो भन्यो छोरी छ होइन वेलकम टु माई भ्लग भन्नु पनि पाएन नि हो अन्त हेलो गाइस भनिदिइहाल्यो अनिल चाहिँ यता हेरिदिनुहोस् आमामा यहाँ चाहिँ हाम्रो अनिल दा हुनुहुन्छ उता फेरि छिरिङ दा हुनुहुन्छ हेलो छिरिङ दा भाउजूले लगेर अन्त सबैजना चाहिँ उयो अरे छिरिङ दादा मात्रै ब्याचलर अरे माछी चाहिँ देख्नु चाहिँ मार्छ सिङ्गल हुनुहुन्छ भने चाहिँ रेडी टु मिङ्गल है निगल साथीहरू अहिले चाहिँ हामी हिँडिसक्यौँ आज चाहिँ मेरो गाडी चल्दैन त्यही भएर साथीहरू हामी चाहिँ अब आइपुग्न आँट्यो मल होइन वेस्ट पोइन्ट आइपुग्न आँट्यो आज चाहिँ यहीँनिर बस्नु माथि हो चाहिँ नानीको दिन हो घुमाउनु लानुपर्छ यहाँको हामी चाहिँ मल नयाँ मल है गान्तोकमा अहिले भनेको ल साथीहरू हामी सबै ग्याङ चाहिँ आइपुगिसक्यो यहाँ मेरो जेठा भेना हुनुहुन्छ मेरो जेठी दिदी लाउँदैन अरे हौ बर्थडे गर्ल चाहिँ यहाँ छ अलिपर जाउँ नानी फुटेर घुम त अलिपर जाउँ अलिपर जाउँ घुरेर घुम त नानी घुम न उ यहाँनिर घुम त राम्रो देखिरहेको छ नलाइदिनु साथीहरू हामी चाहिँ यहाँ वेस्ट पोइन्टको त्यसमा आइपुग्यो यहाँ चाहिँ फुड प्लाजा मात्रै खोलेको रहेछ सबवे भयो डोमिनोस केएफसीहरू रहेछ हाम्रो ग्याङहरू चाहिँ यहाँ हिँड्दै चाहिँ
होइन आज केटाकेटीको बर्थडे यस्तै नयाँ हुन्छ यहाँ हुन्छ हाम्रो दाजु साथीहरू केएफसी खाँदैछ अहिले चाहिँ वेट गरेर यहाँ खाँदैछ हाम्रो नाना म पनि यहाँ छु खाँदैछु केएफसी होइन मजा आउँदैछ बर्थडे जस्तो हुन्छ साथीहरू मतलब मेरो कुरा कस्तो लाग्दैछ हेर्दै गर्नुहोस् होला यो चाहिँ नयाँ वेस्ट पोइन्टमा नयाँ खोलेको यो फुड प्लाजामा चाहिँ हाम्रो छ हामी हो तपाईँहरू बजेट गर्नु सक्छ साथीहरू हाउ मामाहरूले सरप्राइज दिनुभएको रे इन्सुलाई कजन मामा अनिल मामा ठुलो बाबा खोइ छिरिङ दादा चाहिँ यता हेर्नु त आमा हेर्नु त दिसाएर के खदा लगाइदिनु न लु मामा जानु ल काटा ममालाई खुवाइदिनु ममालाई लु यहाँ कति लगाइदिन्छ मामाले कि मामा दिनु स्टार्ट पहिला लिएर आउनु नि खदा तल किन तपाईँ म लाउने तपाईँ लगाइदिनु न लाउनु न लाउनु होइन हौ तपाईँले लगाउनु लगाइदिइहाल्नु चिन्ता चाहिँ म यहाँ पनि लिनुपर्छ काटेर केक काटेर उनीहरूलाई उनीहरूलाई छिन्छ त्यही निकै लगाइदिनु हो नानालाई काटेर दिनु नि बाँडिदिनु न यो सबैजनालाई लगाउनु न लगाउनु के भएको एउटा ऊ आमाले लगाउँछ यता आउनु लिन्छु नाना लगाइदिइहाल्नु न त्यो मामा चाहिँ घरमा लगाइदिन्छु ल अहिले ल ल साथीहरू हामी चाहिँ यहाँनिर विकास क्याफेमा सानो मामाहरूले बर्थडेको ट्रिट दिनुभयो इन्सुलाई होइन केक चाहिँ काट्यो ट्रिट पनि खायो भनौँ न के हुन्छ तपाईँले सब मामा ठुलो बाबाहरू चाहिँ यहाँ हुनुहुन्छ ल ल भेना चाहिँ कुन रूपमा बस्छ साथीहरू घरमा आएर पनि बर्थडेको यस्तो चलमल हुँदैछ यहाँ चाहिँ चिकन लेग पिसहरू फ्राई गरेर रेडी गरेको छौँ हेर्नुहोस् खर्ची मर्ची यो फ्राई हुँदैछ के अरे जेकडी अरे जेकडी यहाँ चाहिँ चिल्लर पार्टीहरू चाहिँ रेडी हुँदैछ साथीहरू ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु
Happy birthday, dear Insu. Happy birthday to you. May God bless you. May God bless you. बाजा खाउँदै गर. Happy birthday, dear Insu. Happy birthday to you. ल बाजा ल खुवाइ. बर्थडे गर्लको मामा उनीहरू जत्रो टाङ्ग्री छ है. लेग पिस चाहिँ यिनीहरू जत्रो छ है. हेर्नु त बेबी लेग पिस देखाउ न. ल साथीहरू बर्थडे चाहिँ अब सकिसक्यो. मेरो ब्लग कस्तो लाग्यो होला हजुरहरू कमेन्टमा भन्नुहोस्. मेरो छोरीलाई ह्याप्पी बर्थडे भनेर लेख्नुहोस्. कामसाम गरेर हालत चाहिँ यस्तो भइसकिसक्यो. अघि नै माथि आज डल्लै घुमिसकेर आएर पनि यहाँ अलिअलि नानीहरूलाई मात्रै बोलाएको थिएँ. तर अब छिमेकीहरू आउनुभएको थियो. अन्त सबैजनालाई जस्तो छ जे छ अलिअलि खुवाएर सकिसक्यौँ होइन. आजको लागि यति नै. थ्याङ्क यू भेरी मच हजुरहरूलाई मेरो यो भिडियो हेरेर बस्नुभएकोमा धेरै धेरै धन्यवाद. प्लिज गाइज लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल एन्ड माई ब्लग. अन्त धेर सारा माया दिनुहोस् होला. थ्याङ्क यू. आशा छ हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो होला भनेर होइन. अन्त यस्तै हो मेरो छोरीलाई पनि यहाँ टाढैबाट ममा टाढो भए पनि अब आउने वर्ष नभए पनि यहाँ हुनु पनि सक्छ नहुनु पनि सक्छ. अर्को वर्षतिर पनि तिम्रो बर्थडेसँगै मनाउँला छोरी होइन. आमाले धेरै सारा माया छ यहाँदेखि नै. तिमीलाई धेरै मिस गर्दैछु हो. अन्त टाढो भए पनि बर्थडे सेलिब्रेसन राम्रोसँगले गर्नु. तिमीलाई धेरै माया छ आमाकोबाट. अन्त मेरो छोरी ज्ञानी भएर बस्छ भन्ने आश गर्दैछु यहाँबाट नै होइन. अन्त हजुरहरूलाई भिडियो राम्रो लाग्यो होला यस्तो भन्दै यो भिडियो यहीँसम्म थियो. हजुरहरूलाई आशा गर्दछु राम्रो लाग्यो होला. धेरै माया गर्नुभयो होला. सानोतिनो कोसिस हो हजुरहरूले बुझ्नुहुन्छ. मैले पहिल्यैदेखि भिडियो मेरो हेर्नेहरूलाई त थाहा छँदैछ. म बिस्तारै सिक्छु. तीमाथि अन एन्ड अफ भएर आउँछु किनभने म अहिले काम गर्दैछु. काम गर्दा त अभियसली बिजी हुन्छु. त्यही भएर कन्टिन्यू दिनु सकेको छुइनँ. 1-2 दिनमा आउँछ फेरि भिडियोहरू. अन एन्ड अफमै आउँछ. हजुरहरूले माया गर्नुहुन्छ र आशा गर्दछु है साथीहरू है. आजको लागि चाहिँ थ्याङ्क यू भेरी मच. बाई बाई.